हेलो गाइज, गुड मर्निङ सबैलाई। अनि आजको मेरो भ्लगको दोस्रो दिन। आज चाहिँ म उठिसकेँ होइन। आज मामाहरूकोमा छौँ। मामाहरूको घर यो चाहिँ यही घरमा मेरो पहिला मम्मी बसेको, मम्मी जन्मेको त्यही घरमा है। आम्मामा निन्द्रा आज त भक्कु लाग्यो। हिजो कति 10 बजेतिर सुतेको, अनि 7:30 बज्नु आयो बेला। देख्न सक्नुहुन्छ ऊ माथि डाँडा कस्तो दामी छ भ्यू। यतिर अलिक छ क्या। म मुख धुन्छु ल गाइस। कस्तो अनुहार पोलेको आम्मामा। कस्तो धारा छ क्या, कस्तो दामी चिटिक्कको गाउँमा भयो नि। रिङ्गटा पो घुम्यो त हौ गाइस, के भयो। मामाहरूको घरभित्र मामा बाबा माइजू सबै छ। हेर्नु नि, उता तलतिर घर नि छ, यता तलतिर घर छ, उता तलमा हाम्रो मामाहरूको माइला मामाको घर नि छ। हेर्नु परेवाहरू आमामा कुखुरा। गाउँघर रमाइलो छ हौ, शान्त लाग्छ है मलाई गाउँ। उता तल म तपाईँहरूले देखाउँछु ल, तल अरुण खोला यहाँबाट पनि देखिन्छ। हिजो हामी आएको बाटो त्यो माथिको डाँडाबाट हिजो हामी यस्तो हुँदै यहाँ आइपुग्यौँ होइन। हेर्नु नि त्यत्रो माथि डाँडा छ। मकालो हिमाल नि देखिने रहेछ उता पर। हेर्नु त, चाहिँ हाम्रो मकालो हिमाल अलिअलि देखिने रहेछ है। ऊ तल अरुण खोला देखिरहेछ। अहिले चाहिँ अरुण खोला। यो त जङ्गलै जङ्गल छ। अब हामी जानुपर्ने चाहिँ उभो अझै। कस्तो शान्त लाग्छ मलाई यतातिर। यो चाहिँ हाम्रो पहिला जेठा मामाहरूको घर थियो, सबै भत्किएछ अहिले त केही छैन। अब चाहिँ हामी मामाहरूको घर छोडेर अब माथि जान लागेको। अब चाहिँ हामी जान्छौँ ल चेतन। बाई। हुन्छ उठ। ए हुन्छ हुन्छ, म आउँदा आउँछु नि। कति भेट्छु कि भेट्दिनँ तर माइज। अब खै यसो माथितिर घुम्न जान्छु, कता के आज त जाँदिनँ होला। माथि आउँछ एउटा केटी त्यहाँ सृष्टि भनेछ दिदी, अनि त्योसँग जान्छु होला। अनि ल माइजू गएँ त। देख्न सक्नुहुनेछ यता अब यो माथि बाटो यहाँदेखि उभो जानुपर्ने छ। यसो भिडियो बनाइदिएको नि। होला। यता हेर्नु त ठाउँ बाल छ नि हौ आम्मामा। यो बाटो चाहिँ हामी चाहिँ अब त्यो माथि डाँडा पुगेर त्यहाँ म तपाईँहरूले देखाइहाल्नेछु। धारा चाहिँ राम्रो रहेछ, पानी नआउने रहेछ। हेर्नु नि मकैबारी, ढुङ्गाको खानी जस्तै लाग्छ यता। हेर्नु सबै ढुङ्गा छ। मकै हेर्नु, यहाँ चाहिँ यो गाउँको पानीको ट्याङ्की रहेछ। मामा बाटोहरू चाहिँ पुरा ढुङ्गाले बनाएको, चिटिक्कको राम्रो छ। जता टेक्दा नि ढुङ्गा। चर्च यहाँ आइसकेको छु। यहाँ देख्न सक्नुहुनेछ स्वतन्त्र पेन्टेकोस्टल ख्रिस्टियन मण्डली। आज चाहिँ हाम्रो यहाँ सेवा हुनेछ। हाम्रो इसाईहरूको क्रिस्चियनहरूको, तपाईँ चिन्नुहुन्छ कि हुँदैन क्रिस्चियन भनेको, चिन्नुहुन्छ होला पक्कै। आज यहाँ अनि बत्तिसमा कार्यक्रम चाहिँ यहाँ बत्तिसमा गर्नेछ। म तपाईँहरू भरे देखाइहाल्नेछु। अनि यो चाहिँ हाम्रो चर्च, यहाँ गाउँको चर्च रहेछ। यो चर्च हेर्न सक्नुहुन्छ कस्तो दामी चिटिक्क भनेको ढुङ्गासँग मिलाएर दामी बनाइराखेको छ।
अनि यता देख्न सक्नुहुन्छ यता घरहरू छ यहाँ तल घरहरू छ सबै यो चाहिँ चर्चको किचन होला सायद यता यो धारान छ यहाँ सुविधा छ गाउँमा घर किचन रहेछ यता सायद देख्न सक्नुहुन्छ किचन अलिकति अँध्यारो आम्मामा कति राम्रो खुसी लाग्यो यो चर्च देखेर अब हामी एकछिनमा यहाँ सेवाकाई गर्नेछौँ बक्तिस्मा गर्नेछौँ तपाईँहरूले म भिडियोहरू देखाइरहनेछु हेर्नु यहाँ तल फुल कस्तो दामी रेजीबारीको बिचमा भ्यू चाहिँ दामी छ क्या जे होस् म धेरै बोल्न आउँदैन यस्तै हो म तपाईँले भित्र गएर पनि देखाइदिनेछु है यहाँ देख्न सक्नुहुन्छ माइजू हेलो गरिदिनु उहाँ चाहिँ यहाँ चर्च सफा गर्दै हुनुहुन्छ अहिले एकछिनमा यहाँ कार्यक्रम छ र यता देख्न सक्नुहुन्छ यहाँ सम्मानपत्रहरू चर्चको यो चर्चको अनि यता अगुवाहरू आसन गर्ने ठाउँ यहाँ अहिले गीत बजाइरहेछ यस्तै छ चर्च चाहिँ राम्रो छ ठिक्क परेको यतिको चर्च राम्रो हो गाउँमा यतिको चर्च हुनुभएको धेरै राम्रो हो बाहिर भ्यूहरू पनि राम्रो छ हुन्छ म एकछिनमा तपाईँलाई देखाउनेछु अब चाहिँ हाम्रो सङ्गति चाहिँ 10 बजेबाट सुरु हुने रहेछ अब यहाँ सबै मान्छे आइसकेको छ 2-3 जना अझै नै आउँदैछन् अनि हामी सङ्गति सुरु गर्नेछौँ त्यसपछि हाम्रो विभिन्न कार्यक्रमहरू हुन्छ म तपाईँहरूलाई अपडेट दिनेछु हेरिदिनु होला एकचोटि परिवारमा चाहिँ क्रिस्चियन भइदिएको भए लाग्छ तर त्यो हुँदैन रहेछ किनभने मेरो परिवार पनि सुरुमा त बहिनीहरूले मात्रै पहिला लु अब चाहिँ हामी चाहिँ बक्तिस्मा गर्न लागिरहेका छौँ यसको लागि रेडी माथि अब चाहिँ हामी बक्तिस्माको लागि हामी उता जाने अलिक कागजहरू मिलाउनु पर्ने रहेछ बक्तिस्मा चाहिँ हामी यहाँ गर्ने अनि किन भन्दाखेरि बक्तिस्मा दिइसकेपछि यता हाम्रो चिन्नुहुन्छ यता यसलाई यो को हेलो एभ्रीवान इट्स मी सृष्टि दिदी अनि यो यता हाम्रो इसा खोपा हुनुहुन्छ अब यहाँ चाहिँ बक्तिस्मा कार्यक्रम गर्न लागेको जुन चाहिँ बक्तिस्मा गर्ने अब जम्मा 4 जनाको बक्तिस्मा हुन्छ हामी पल्लोको छ पास्टो बुवा हुनुहुन्छ जयमसी गरिदिनु पास्टो बुवा जयमसी नाति ए भाइ आज हाम्रो पास्टो बुवाले बक्तिस्मा दिनुहुन्छ 4 जनालाई एकदम हजुर सबै हाम्रो 3टा मण्डलीको पास्टो बुवा नै हुनुहुन्छ राम्रो विशेष अब मेकतो भन्दा उठ्छु गहिरोपट्टि तम्ची यो तपाईँ परेको परमेश्वरले हामीलाई अधिकार दिनुको अनुसार प्रिय छोराछोरीलाई आदर र कुन नदीमा पिता पुत्रको तयार भयो भने अब आउँदै गर्दैन सुरुमा भाइले गरौँ न भाइलाई भन्नु सुरुमा भाइलाई गरौँ ल देखाइ छ जाऊ भनि आउनु अन्धकारलाई अनाथ र यीशुको नाम विरोध यो छोराको शैतानले समस्या ल्याउन पाउने छैन अब बाँकीको तपाईँको हो अनि तपाईँले सलाउनु यो छोरालाई आशीर्वाद दिनु उहाँको जीवनदेखि उहाँको जनालाई जुनसँग तपाईँ पवित्र आत्माले अभिषेक दिनु
पनि तपाईँले सहायता गर्नु उहाँको पढाइमा आशीर्वाद दिनु उहाँको जीवकाइमा आशीर्वाद दिनु उहाँको मम्मीलाई उहाँको बुवालाई उहाँको आफ्नो दाजुभाइहरूलाई दाइहरूलाई दिदीहरूलाई तपाईँले आशीर्वाद दिनु प्रभु प्रार्थना गर्छु यो छोराको जीवनबाट महान काम गर्छ प्रभु तपाईँसँग प्रार्थना अनि मैले भनेपछि मात्रै गर्नु ल अनि Orang mepat dos kalau kita koparan satu jan antua. Agak setim neci antara. Oh itu, oh kita koparan. परमेश्वर किताब हरिमा नारा आटे मान्छे आटे सबै रिभ्यु गरेर गरिदिनु सर हैन आल्फा हुनु कति नम्बर 103 नम्बर कोही पनि आउँदैन अनि लाइनमा बस्दा केही हुँदैन Nasaili ko na po doon. अहिले चाहिँ हाम्रो सङ्गति नि सकिसकेको छ। अब हामी यहाँ खाना खाएर अब हामी माथि जानुपर्ने छ। यहाँ पर खाना खाएर फाइनली हाम्रो सङ्गति नि सकिसक्यो। अब हामी चाहिँ यहाँ खानाहरू छ, खाजाहरू छ, अनि त्यो खाएर हामी फेरि माथि जानेछौँ दाइकोमा। यहाँ हाम्रो फोपा हुनुहुन्छ। ल फोपा, आजको सङ्गति कस्तो भयो भनिदिनु त। एकदम राम्रो भयो, हुन्छ, खुसी लाग्यो तपाईँहरू आइदिनु भएर ए हो भइहाल्छ नि फोपा। र चर्च यस्तो छ। सङ्गति आजको यहीँ सकेको घोषणा गर्दछौँ। यता नरेन्द्र मामा जय मसी भनिदिनु। जय मसी, जय मसी। यता सबिना जय मसी। हजुर को होला नि? कोही होइन, यस्तो भिडियो बनाएको नि यहाँ। भरे मेरै युट्युबमा आउँछ। हुन्छ, आजको सङ्गति यहीँ सकेको छ। अब हामी एकछिनमा माथि गएको तपाईँहरूले देखाउँदैछु। दाइ हुनुहुन्छ, भन्नु नि त, अनि मासु जोग्दै थिएँ। खानाको प्रकार हाम्रो अब चाहिँ हामी खाना खानेछौँ। गाइस अब चाहिँ हामी उकालो लाग्यो। सङ्गति नि सकिहाल्यो। अब काम छैन, यस्तै छ। जुत्ता सुत्ता
कसियो अब उकालो लागियो यो फुच्चीहरूसँग यता हाम्रो दिदी यता हाम्रो आन्टी अनि अब उतै माथि डाँडा कटेर जानुपर्ने छ धन्यवाद म माथि अझै स्वर्गतिर पुग्नु मन छ पुग्छु कि पुग्दिनँ मनाङ मुस्ताङ त जान पाइनँ है त त्यही पनि म यस्तो स्वर्गलोकमा आएको छु खुसी लागिरहेछ यस्तो डाँडाहरू हेर्नु आमामा कति राम्रो के को छ्या ए अहिले उतै माथि हाम्रो आन्टी हो माथिबाट अहिलेको चलन यस्तो भनिरहेछ अनि हो त जमाना यस्तो होइन आन्टी हो यस्तो बाटो छ अब के गर्नु अब म नेता भयो भने चाहिँ ल यताको बाटो पिजै आन्टी हो यसो गफ हानिदिएको नि ल सबैले हेरिराख्नु त्यहाँ सब्सक्राइब गर्नु चाहिँ बिर्सियो भने फेरि करङ सरङ एक होला नि सबैको ल ल स्कुलमा आइपुग्यौँ अहिले स्कुलको छेउमा यस्तो घर बनिरहेको रहेछ अगाडि फुच्ची हिँडिरहेछ हो गरे आमामा स्कुल देख्न सक्नुहुन्छ यो चाहिँ वालेङको स्कुल वालेङको यस्तो छ स्कुल यहाँ पहिला म कति 1 वर्ष अगाडि खेलेको थिएँ यो स्कुलको कक्षा 5 सम्म होला त्यहाँ गले यहाँ चाहिँ पसल रहेछ पसल स्कुलको मैदान कक्षा 5 सम्म छ यहाँ माथि स्कुल हो गलेर सक्नुहुन्छ पसलमा के पसल हाम्रो आन्टीको पसलमा हेर्नु गाइस अब यहाँबाट हामीले ड्यु लग्नु पर्ने छ ड्यु 290 शशिकलाको छोरा पहिला 1 वर्ष अगाडि आएको थिएँ त यहाँ हजुर कति रुपियाँ छ हौ हिसाब गरिरहेछ ड्यु लग्नु ए हो 3टा ड्यु दिनु अब हामी ड्यु लगेर उकालो जान्छौँ है चिया रङ चाहिँ छैन एयरबस त बाहिरबाट के हुँदैन नि त चाहिँ टक्क फोपाहरूकोमा आइपुग्यौँ यहाँ हेर्न सक्नुहुन्छ पानीले आमा यत्रो पानी आयो हेर्नु नि बाप रे बाप कस्तो दामी थियो ठाउँ पानीले धन्नै पहिरोले धन्नै खिचायो अनि साँच्चै आजको भ्लग अब यहीँ इन्ड गर्छु म त्यति धेर बनाउँदिनँ आज यता बत्ती नि रहेनछ फोनमा चार्ज नै छैन पावर ब्याङ्क पनि छैन त्यति चार्ज अब भोलि कता उतातिर बत्ती भएको ठाउँमा गयो म भोलिको अपडेट दिनेछु आजको भ्लग यहीँ इन्ड गर्छु हस् त धन्यवाद